बारीमा के तरकारी फलेको रहेछ र के टिपेँ मैले आज बारीबाट भनेर म सँगसँगै हेरौँ है त। हेलो एभ्रिवान, नमस्ते, लासो फ्याफुला, गुड मर्निङ एन्ड वेलकम टु अ डे इन माई लाइफ एज अ स्टुडेन्ट इन नेपाल, डे 2 मिनी भ्लग। सो सधैँ म आज बिहानै उठेर फ्रेसन अप भएर ड्रेसेस लगाएर रेडी भइसकेको थिएँ। अनि त्यसपछि मैले चाहिँ आफ्नो स्किन केयरहरू गरेँ, स्किनलाई प्रेप गरेर रेडी सेडी भएर चाहिँ म चाहिँ यहाँ चाहिँ कलेजको लागि घरबाट निस्किएँ र आउटफिट चेक गर्दै थिएँ। अनि त्यसपछि यहाँ चाहिँ म कलेज जाँदै थिएँ, कलेज जाने बाटोमा हो। र कलेज पुगिसकेपछि चाहिँ मैले चाहिँ 5वटा लेक्चर अटेन्ड गरेर चेकआउट गरेर यो चाहिँ म कलेजबाट घरतिर फर्किँदै थिएँ। अनि त्यसपछि घर आइसकेपछि चाहिँ मैले खानासाना खाएर एकदम क्विक सावर लिएँ। अनि त्यसपछि नुहाइधुवाइ गरिसकेपछि चाहिँ भोलि पूजा गर्नको लागि चाहिँ पूजाको भाँडाहरू थियो। अनि त्यसपछि मैले सबै पूजाको भाँडाहरू मस्काएर सुकाइदिएँ घाममा। अनि बेलुकाको खानाको लागि चाहिँ के खाने भनेर बारीमा हेर्न जाँदाखेरि चाहिँ यति फर्सी मुन्टा भेटायौँ र यसो हेर्दाखेरि त करेला त कति धेरै फलेको रहेछ है, कति धेरै। अनि हेरेको त अब कुन चाहिँ छिप्पिए ठुल्ठुलो भयो त्यो मात्र टिप्ने भनेर मैले चाहिँ 2-4वटा मात्र करेला टिपेँ। अनि यति 4वटा मात्र टिपेँ। अनि त्यो 4वटा करेला टिपिसकेपछि पनि कति धेरै करेला अझै फलिरहेको थियो कि मजाले। अनि यो चाहिँ पछिको लागि भनेर राखेँ। अनि यो 4वटा करेला, अनि यति फर्सीको मुन्टा, अनि लट्टेको साग र इस्कुसको मुन्टा पनि अलिकति टिपेँ। र त्यसपछि मैले खाजामा खाएँ स्यान्डविच। अनि बेलुका करेला बनाएँ, अनि साग, त्यसपछि दाल, अनि त्यसपछि टमाटर र तिलको अचार र खानासँग खानको लागि सलाद। त्यसपछि हामीले खानासाना खायौँ र आजको लागि यति नै। बाई बाई, सी यु इन माई नेक्स्ट मिनी भ्लग।